हेलो झलक दाई वन्स अगेन। के छ आशिष आरामै? हजुर आरामै छु। तपाईँ के छ खबर? सब ठिक छ यार। है अनि हिजो अस्ति बजेट भाषण आयो। हजुर के छ त यार त्यसको बारेमा आफ्नो? त्यही त धेरैले इन्क्वायरी गरिराख्नु भएको थियो, मलाई फोन हानेर सोधिराख्नु भएको छ है, यो अहिलेको यो सिनारीले के गर्ने होला, इन्भेस्टमेन्ट गर्दा राम्रो हो नराम्रो हो भनेर बुझ्नलाई इन्क्वायरीहरू गरिराख्नु भएको छ। अब मेरो पर्सनल ओपिनियन दिनु पर्दा चाहिँ म चाहिँ के भन्छु भने अब इन्भेस्टमेन्ट अब तपाईँको गोलमा डिपेन्ड गर्छ होइन। अब जस्तै अब यो अहिले बजेटले अब तपाईँको नेगेटिभ गियरिङ र क्यापिटल गेन ट्याक्सलाई चाहिँ अब डिमोलिस जस्तै गर्ने भन्ने कुरा आइरहेको छ 27 र 28मा होइन। अब द्याट सुडन्ट डिस्करेज यु फ्रम इन्भेस्टिङ है। अब तपाईँको गोल त्यो मैले नेगेटिभ गियरिङले क्यापिटल गेनले नै गर्दा म इन्भेस्टमेन्टमा सक्सेस हुन्छु भन्ने त्यो तपाईँको प्रोस्पेक्टिभ थियो भने चाहिँ अब त्यो छुट्टी कुरा हो। तर त्यसले मात्रै तपाईँ डिस्करेज हुनुपर्छ भन्ने छैन। देयर आर लट अफ अदर वेज अराउन्ड द्याट यु क्यान ट्याकल होइन। त्यो कुराहरू ओभरकम गर्न अरू धेरै अप्सनहरू छ। कन्ट्याक्ट गर्नुहोस् हामीलाई, तपाईँलाई सजेसन राइट ट्र्याकमा गाइड गर्न चाहिँ हामी रेडी छौँ। अनि त्यही हो, म चाहिँ डिस्करेज नहुनु, यो इट्स जस्ट अ फेज होइन। यो अब भोलि अर्को गभर्मेन्ट आउला, भोलि अर्को रुल चेन्ज होला, देयर्स अलवेज थिङ्स ह्यापनिङ। त्यही भएर तपाईँको इन्भेस्टमेन्ट गोल चाहिँ स्ट्रङ हुनु पऱ्यो र तपाईँको फोकस चाहिँ स्ट्रङ हुनु पऱ्यो। अब ग्रोथ हेर्नु पऱ्यो तपाईँले। मेरो अन्डरस्ट्यान्डिङ अनुसार त अब कता कता त्यो डाटाहरूमा देखे अनुसार चाहिँ हजुर 1999मा चाहिँ सिजिटी इन्ट्रोड्युस गरिरहेछ कि। हजुर त्योभन्दा अगाडि सिजिटी नरहेछ। पहिला त थिएन हो, पहिला थिएन होइन। र अब यो नेगेटिभ गियरिङ यताउता होइन, यो सिजिटी भन्ने चिज चाहिँ अब कस्तो लाग्छ भन्दाखेरि चाहिँ हामीलाई चाहिएको अब हुन्छ नि, नेपालतिर हुन्छ नि सेल के, अब टुथपेस्ट किन्दा टुथब्रस फ्री। तर हामीलाई चाहिएको टुथपेस्ट हो होइन, ब्रस त फ्रीमा आयो। फ्रीमा आयो त अब हामी युज गरौँ न त भन्ने कुरो मात्रै हो। त्यही जस्तो हाम्रो मेन भनेको त अब प्रपर्टी किन्ने हो होइन। हामीलाई त अब प्यासिभ इन्कम बनाउने हो, प्यासिभ इन्कम जेनेरेट गर्ने हो र अलिकति कम्फोर्टेबल लाइफ बाँच्ने हो। अब नेगेटिभ गियरिङ त्यतिखेर पाइन्छ भने वाइ नट, त्यो भनेको त बोनस हो होइन। मलाई त्यो लाग्छ होइन। त्यही भएर चाहिँ अब नेगेटिभ गियरिङ यो सिजिटी हटाउँदैमा अब खासै अब रियल इन्भेस्टर छ भने चाहिँ उनीहरूलाई चाहिँ खासै असर पर्दैन। अब जो चाहिँ अब होइन यार मेरो चाहिँ अब 300K कमाउँछु, 400K कमाउँछु, 200K कमाउँछु होइन, मैले ट्याक्स धेरै तिर्नु पऱ्यो, त्यही भएर चाहिँ म अब नेगेटिभ गियर भएको चाहिँ प्रपर्टी किन्छु होइन, सिडनीमा किन्छु, अब 3 मिलको किन्छु, अब मेरो रेन्ट चाहिँ अब 1500 मात्रै आउँछ के अरे विकली, त्यस्तो छ भने चाहिँ अब उनीहरूको लागि चाहिँ असर गर्ने हो होइन। तर एभरेज जोहरू एभरेज इन्भेस्टरहरूको लागि चाहिँ अब उनीहरूको एक त त्यति धेरै इन्कम पनि छैन, बेसिकली अब मेरो पनि छैन होइन त्यस्तो इन्कम। अब त्यही भएर चाहिँ खासै इफेक्ट पार्छ जस्तो लाग्दैन। र प्लस सर्टेन टाइम पछि अब जस्तै आफूले अहिले प्रपर्टी किन्यो, हजुर अब 500K को अब प्रपर्टी किन्यो, रेन्ट अब छ अब $450 पर विक, $450 पर विक। अब तपाईँको अब नेगेटिभ गियर हुन्छ एट द मोमेन्ट। तर सर्टेन टाइम पछि एभ्री इयर अब अलिअलि रेन्ट त बढ्छ तपाईँको। अब नेक्स्ट इयर अब एक्जाम्पलको लागि 480 भयो अरे, त्यो पछि 510 होला, त्यो पछि 550 होला, 6 होला। सर्टेन टाइम पछि तपाईँको त पोजिटिभ क्यास फ्लो हुन्छ नि त। त्यतिखेर त अब नेगेटिभ गियरिङ अब त्यो रुएर त भएन नि त। मलाई त अब मेरो त पोजिटिभमा गयो, म त अब मेरो त ट्याक्स क्लेमै गर्न पाएन, त्यो त भन्न मिलेन नि त। सर्टेन टाइम पछि त अब त्यो पोजिटिभली उस हुन्छ होइन, अब न्युट्रल हुन्छ, त्यो पछि पोजिटिभ हुन्छ होइन। त्यही भएर चाहिँ आई डोन्ट थिङ्क होइन मान्छेले चाहिँ अब यो उस भएर चाहिँ प्यानिक हुनुपर्छ जस्तो लाग्दैन मलाई। यो चाहिँ अब मेरो अब उस मात्रै पोइन्ट अफ भ्यू मात्रै, अब सबैजनाको आफ्नो पोइन्ट अफ भ्यू छ होइन। त्यही भएर चाहिँ सबैको अब हजुर त्यही भएर चाहिँ एट द एन्ड अफ द डे इफ यु वान्ट यो लाइफ टु बी अब इजी कम्फोर्टेबल हुन छ भने चाहिँ इन्भेस्ट नाउ होइन। अहिले रुख रोप्ने हो, फल पछि खाने हो।
हजुर होइन हजुर बेलामै रुख रोप्न चाहिँ बिर्सिनु भएन बेलामै इन्भेस्टमेन्ट गर्न चाहिँ बिर्सिनु भएन द्याट्स वाट आई वुड लाइक टु से र अब तपाईँहरू सेफ साइडमा खेल्न चाहनुहुन्छ भने पनि देयर आर वेज आई थिङ्क गभर्मेन्ट इज स्टिल एलाउिङ यु फर इक्जाम्पल 2027बाट न्यू बिल्डहरूलाई चाहिँ सिजिटी स्टिल लागु हुने र तपाईँको नेगेटिभ गियरिङ स्टिल लागु हुने भनिरहेछ सो द्याट मिन्स द्याट इफ यु वान्ट टु बी सेफ एन्ड इफ यु वान्ट टु बी कम्फर्टेबल यदि नेगेटिभ गियरिङ र सिजिटीले नै तपाईँलाई कम्फर्टेबल बनाउने हो भने या वी क्यान गो अन न्यू बिल्ड्स बट देयर आर सर्टेन ड्रब्याक फर द न्यू बिल्ड्स होइन न्यू बिल्ड्समा पनि अब बाई द वे डुप्लेक्स पनि परेछ है अब जस्तै एज लङ एज अब इफ यू नक डाउन अब ओल्ड हाउस होइन अहिले पनानीमा खुब भइरहेछ होइन अब पुरानो भत्किरहेछ त्यसमा दुईवटा घर भनेछ त्यो पनि अब उसमा पाउने भयो त्यो न्यू बिल्ड त्यसलाई पनि एज अ न्यू बिल्ड भनेर काउन्ट गर्ने भयो त बट ग्रानी फ्ल्याटलाई चाहिँ काउन्ट हुन्न एज अ न्यू बिल्ड Exactly. There are so many ways that we can play around and we can still get the benefits. So if you guys are interested and if you want to know how it's done, give us a call. Give him a call. Give us a call. Clear Future Buyers Agency. And that's our number. Thank you very much. Thank you, Zalak bhai. Thank you. Thanks for the information. Thank you.